काठमाडौँबाट 1 घण्टामा चाहिँ म यस्तो राम्रो ठाउँमा आएँ साथीहरू। सो हेलो एन्ड वेलकम ब्याक टु माई भिडियो साथीहरू। तपाईँहरूलाई चाहिँ थाहा भइसक्यो होला आज म कहाँ जाँदैछु भनेर। म चाहिँ यहाँ गाडी पनि चढिसकेको छु। गाडी खाली खाली भएर होला गएकै थिएन। मलाई चाहिँ गाडीमा बस्दा बस्दा पुरै झ्याउ लागिसकेको थियो। के गरौँ भनेर सोच्दै थिएँ। एकैछिनमा यस्तो हरियाली ठाउँ हेराउँदै गाडीले पनि लगिहाल्यो। गाडीमा भिडियो बनाउँदै झर्ने ठाउँ पनि आइसकेको छ। झरेर हेरेको यस्तो दामी घाम लागिरहेको थियो। बिहानै उहाँहरू चाहिँ हाम्रो काम गर्ने आजको टिमहरू एकैछिन हिँडेपछि यस्तो सुनसान जङ्गलमा आइपुग्यौँ हामी। मलाई चाहिँ कहीँ जस्तो लागिरहेको थियो। त्यसपछि झन् अगाडि गएपछि झन् यस्तो डरलाग्दो ठाउँमा आइपुग्यो। बाटो पनि अप्ठ्यारो थियो। गाउँ जुगाहरू पनि पाउँछ अरे। सो यतिकैमा चाहिँ हामीले मूर्ख भन्ज्याङ गाउँको गेट पनि प्रवेश गरेर गएपछि त वाउ यस्तो दामी सुन्दर ठाउँ, यस्तो दामी र सुन्दर ठाउँ मलाई चाहिँ छान्नै मन थिएन। त्यही पनि छान्नै पर्यो। बेलुका फर्किने बेलामा चाहिँ एक्लै घुमेर र बाई गर्दै चाहिँ म फर्केँ यहाँबाट। यो ठाउँ चाहिँ हजुरहरू पनि आउनु होला अवश्य घुम्नलाई एकदम रमाइलो छ। र साथीहरू लाइक कमेन्ट सेयर गरिदिनु होला। अब भेटौँ भोलिको ब्लगमा।